I look here when you make a marriage. I don't know about this man. Whatever. Oh, I'm sorry. What become now? Thank you to know that I'm doing this. My temper. We both know. मस्कुराइमा तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। आज यस समावेशित पर्यटन प्रवर्धनका लागि बोसिया खेल प्रदर्शनी कार्यक्रमका अध्यक्ष श्री गोमा देवी पौडेलजीलाई यस कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रमको प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 30 का वडा अध्यक्ष श्री राजु महर्जनजीलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। यसै क्रममा एग्लिस फाउन्डेसन नेपालका कन्ट्री कोअर्डिनेटर एवं राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष अपाङ्गता अभियानका अग्रज व्यक्तित्व श्री डाक्टर वीरेन्द्र राज पोखरेलजीलाई विशेष अतिथिको आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। रोटरी क्लब जावलाका प्रेसिडेन्ट इलेक्टेड शोभा लामिछानेज्यूलाई म विशेष अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। रोटरी क्लब जावलाका सेक्रेटरी इलेक्टेड गीता सिंहज्यूलाई म विशेष अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। रोटरी क्लब कल्याणपुर इन्डियादेखि आउनुभएका फर्स्ट डिस्ट्रिक्ट सेक्रेटरी एलेन लुइसलाई म अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। पाटन सिपिआरका निर्देशक लुनिबा चित्रकारज्यूलाई म अतिथिको आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। अब म यस कार्यक्रमलाई अगाडि बढाउने क्रममा अतिथिहरूलाई खादा तथा खादाले सुशोभित गरिदिनु हुन हाम्रा यस सङ्घका खेलाडी श्री सुदेश खतिवडाज्यूलाई अगाडि आउन अनुरोध गर्दछु र उहाँलाई सहयोग गरिदिनु हुन शोभा खतिवडाज्यूलाई म विशेष अनुरोध गर्दछु।
र यसै मेरो सानो कुरा थिए पनि अझ गर्नुभयो नानी बाबुहरू खेल्छन् खेलिसकेपछि म्या भगवती खुवाउनुपर्छ है गोमान्छे तपाईँ आजले बोलेर यसलाई समापन चाहिँ तपाईँ पुरै समापन गर्नु औपचारिक रूपले समापन गर्नु है धन्यवाद धन्यवाद आज यस कार्यक्रमका प्रमुख खास आज उहाँहरूको बजेटको छलफल कमिटी हुँदा हुँदै पनि व्यस्त समयको बावजुद पनि आउनुभयो उहाँको लागि सबैले ताली बजाएर पनि उद्घाटन सत्र मात्र समाप्त भएको छ। अब हाम्रो भाइ बहिनीहरूको खेल हुँदैछ। अहिले हाम्रो भाइ बहिनीहरू खेल्दै हुनुहुन्छ। मलिना खड्की उहाँ डल्लुको हुनुहुन्छ। मलिना खड्की बहिनीले पनि गेम खेलिरहनु भएको छ। लिजा बज्राचार्य बहिनी बोल्न सक्नुहुन्न। उहाँको अभिभावकले सपोर्ट गरिरहनु भएको छ। उहाँले एक्सप्रेसनबाट पनि मैले जित्ने नजित्ने भन्नुहुन्छ र उहाँ पनि अहिले खेलाडीको रूपमा हुनुहुन्छ। साधना घिमिरे चन्द्रगिरी नगरपालिकाबाट आउनुभएको छ। रिया श्रेष्ठ उहाँ पनि चन्द्रगिरी नगरपालिकाबाट आउनुभएको छ। आयन पुजारी भाइ मसुवा विश्ववी ललितपुरको हुनुहुन्छ। अहिले बहिनीहरू खेलिरहनु भएको छ। हाम्रो खेलाडी भाइ बहिनीहरू भन्दा पछाडि बसेर फोटो खिच्न पनि म अनुरोध गर्छु। खेलाडी भाइ बहिनीहरू अगाडिको लाइनमा मिलाएर राखिदिनु होला। फोटो खिच्ने मान्छेहरू अर्को साइडमा गएर खिचिदिनु होला। I'm
Bukumu Bugiri Ingera Basic Aduku Yaki